हेलो गुला ग्याङ वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ आज यस्तो रिस उठिरहेछ मलाई। अनि किन टर्चर गरिरहेछ हो तिमीहरू मलाई यार? किन मेरो नम्बर लिक भएछ कि केटा? मेरो नम्बर आम्मा कसम कुन चाहिँले खै के कता कता बाँड्दैछ यार। मेरो नम्बर रिभिल हानिरहेछ होइन। मलाई फोन आएको आइ गरिरहेछ, मन्दिप दाई यताउता थापु दाई को मैले चिनेकै छैन। मलाई किन फोन गरिरहेछ? नयाँ नयाँ सिमबाट फोन आइरहेछ यार। मलाई लास रेसेट केटा, तिमीहरू त्यस्तो नगर यार प्लिज। के केटा यार, मेरो नम्बर त्यस्तो नगरिदेऊ न तिमीहरू यार। तिमीहरूसँग छ भने तिमीहरूसँगै राख के यार। कस्तो झ्याउ हुन्छ हौ मलाई यार। मेरो सबै त्यो पर्सनल सब त्यो नम्बरबाट सबै आइडी खुलेको हुन्छ यताउता होइन। म कसको फोन ल एउटा दुइटाको ल ठिक छ ल म उठाइदिन्न होइन। सबै यहाँ मैले 24-25 कल आइसक्यो यार। कहाँबाट उठाउनु कि म त्यत्रो फोन कोसँग बोले के अरे बोलेर सक्नु हो म? तिमीहरू कमेन्ट गर न बरु, म यत्तिकै रिप्लाई दिन्छु। त्यस्तो नगर न यार। यस्तो रिस उठिरह मलाई। के काण्ड मचिन्छ घरि के हुन्छ घरि के हुन्छ। पनौती नै लागेको रहेछ हौ मलाई त्यहाँ छ्या। ए यार म सोसियल मिडियाबाट टाढा जान्छु यार। मलाई लास रिस उठ्यो केटा हो यार। यस्तो भयो क्या, यस्तो कुन चाहिँले हो क्या? मैले कसम मैले होइन टिकटकमा चाहिँ 8-9 जनालाई नम्बर दिएको हो। किनकि मलाई फेरि कान्दा भिडियो हेर्नु मन थियो होइन। अनि त्यहाँ वाट्सएपमा पठाइदिन्छु दाइ नम्बर दिनु भन्यो। त्यसपछि मैले 8-9 जनालाई त नम्बर दिएको थिएँ। मा कसम तिमीहरूले होइन, तिमीहरू सबै त होइन होला, एउटा दुइटामा होला तिमीहरूले नम्बर रिभले हानिरहेछौ मेरो। त्यस्तो गर्ने काम नगर हेर, कसम नराम्रो हुन्छ होइन। त्यस्तो चाहिँ नगर होइन केटा। तिमीहरूसँग मेरो नम्बर छ भने तिमीहरू आफै सेभमा राख होइन। मलाई फोन चाहिँ नगर, अरूलाई नदेऊ। फोन गर अहिले जोसँग छ, तर अरूलाई चाहिँ नदेऊ क्या। यो थापुको नम्बर हो भनेर होइन। त्यही हो केटा। म चाहिँ त्यही यति भन्न चाहन्छु कि होइन। म चाहिँ अब मेरो कामसाम सक्यो, खानासाना के अरे खाना त खाएन, काम सक्यो। अनि अब चाहिँ म नुहाउन जान्छु। नुहाउन गएर खानासाना खान्छु। अनि त्यसपछि हुन्छ अब आदि ब्लग मेरो यति नै हो। अब भनाइ चाहिँ यति नै हो। मेरो नम्बर त मैले धेरै रिभिल नगर, पछि नराम्रो हुन्छ। म आफै होइन फोन गरिरहेछ। म टेन्सनमा पुगिसकेँ। म कहाँ पुगिने मान्छे कहाँ छ अझैसम्म। घरि के भएको छ होइन। 2-4 जनाहरू पनि बोल्न आइरहेछ बढी होइन। तर त्यो मुजीहरूलाई त बाल्दैछ। म बोल्नु दिनु पनि छैन त्यस्तो झाँडहरूलाई होइन। मलाई दिनु पनि छैन, तिनीहरूसँग म बोल्नु पनि छैन क्या। तिनीहरूसँग बोल्यो भने झन् हुन्छ बढी कुरा निस्किन्छ। त्यही भएर हो। त्यही हो केटा। म चाहिँ खालि यही यता वरिपरि गर्दा मेरो भ्लग बन्छ कि मेरो यति नै भ्लग बन्छ यार। म यताउता गरिरहन्छु क्या। त्यही हो केटा होइन। अब म चाहिँ बोल्नु पनि केही छैन त्यस्तो मान्छेहरूसँग। 2-4 जना आछन् बोल्न, तर म चाहिँ चुप लाएरै बस्छु होइन। बोल्दा नि बोल्दिनँ होइन। रियलमा बोल्ने भयो आओ फेस टु फेस, नत्र पनि त्यो अनलाइनमा बोलेर काम छैन। न तिमीले मलाई पिट्न पाउँछ न मैले तिमीलाई पिट्न पाउँछु। त्यही भएर अनलाइनमा बोल्ने काम नगर होइन। बोल्ने नि फेस टु फेस आऊ। जोरी नै खोजेको भने म चाहिँ त्यति भन्छु, बुझ्यौ? माचिक्नेहरू नियो खत्न आउँदो रहेछ। अनि किन हो कि केटा तिमीलाई किन चाहियो 5 घन्टाको 1 घन्टाको भिडियो यार लामो जस्तो यार? के तिमीहरू के हक्दा पनि मेरै भ्लग हेर्छौ, खाना खाँदा पनि मेरै भ्लग हेर्छौ, अनि हेर्छौ र भनेको कि मैले त्यो भन्न खोजेको। तिमीहरू के सबै गर्दा कि मेरै भ्लग हेरेर उ गर्छौ र? यस्तो नगर न हो। तिमीहरूलाई किन त्यत्रो लामो भ्लग चाहियो? मलाई नै एडिट गर्न डाउनलोड गर्न झ्याउ हुन्छ, अपलोड गर्न 5 मिनट लाग्छ। अपलोड गर्न पनि गुला जस्तो 5 मिनट रे 15-10 मिनट 10-15 मिनट लाग्छ। किन खोलिरहेको मैले यसो दोरी तानेर खोल्ने? खै के हो पुरै बुझ्दैन म कसैको यार। जतिखेर म जति अगाडि बढिरहेको छु त्यति मेरो पछाडिबाट आइरहेछ क्या मान्छेहरू यार। किन आइरहेछ त्यो मलाई नै थाहा होइन। मैले कहाँ गल्ती गरेँ जस्तो लाग्छ। म तिमीलाई त रमाइलो गराउँछु त हो। तिमीहरू किन मलाई फेरि नराम्रो गराउँछौ? मैले भनिरहेको छु त हो। मेरो थोपडा देख्दै तिमीलाई रिस उठ्छ र बोल्न के अरे हेर्न मन लाग्दैन भने तिमीहरू जबरजस्ती नहेर न त। स्किप हान के अरे ब्लग हानेर राख टिकटकमा। मेरो भिडियो आउँछ भने तिमीहरूकोमा। अब म चलेको मान्छे, अब मेरो त भिडियो आइहाल्छ नि। त जस्तो मुजीहरूकोमा आइहाल्छ नि मेरो भिडियो त। जसलाई होइन म देखेर रिस उठ्छ त्यस्तोमा जान्छ कि फेरि मेरो भिडियो। त्यस्तोमै पुग्छ फेरि मेरो भिडियो। त्यस्तो मुजीहरूको ठाउँमा पुग्छ कि मेरो मोबाइल। फेरि त्यही भएर मुजीहरूले मलाई हेड गर्न खोज्छ। तर गरेर नि केही पाउन्नस् भाइ। तैँले जति हेड गर्छस् त्यति माथि जाने हे। म त झन् मजाले हो होइन। हेर आज मलाई 100 जनाले हेरेको छ ल। मेरो काण्ड निस्क्यो अरे बजारमा मार्केटमा, मलाई 1000 जनाले हेर्छ।
चलेन त म रे सार बेटी जोत त्यही हो कि केटा बुझ्यो एउटा न एउटा कान गर्नुपर्छ कि चल्नको लागि यहाँ नेपालमा राम्रो गरेर केही पनि हुँदैन र नेपालमा राम्रो सोझो केटा सोझो मान्छे भनेर केही पनि हुँदैन बुझ्यौ तिमी जसरी नै बिग्रिने छौ भने बिग्रिन्छौ कि तिमी जसरी सोझो कोही पनि हुँदैन सोझो त कोही पनि हुँदैन मायाको छ त्यही हो गाइज म चाहिँ अब नुहाउन जान्छु होइन टक्क लाएर नुहाएर खानासाना खाएर भेट्छु होइन म चाहिँ अब नुहाउन जान्छु त्यही हो कुरा चाहिँ अब त्यही हो मेरो नम्बरहरू चाहिँ रिभिल धेरै भइरहेछ किन मलाई मेरो हेर न कस्तो दारी आछ हो केटा किन यति दारी आछ मा कसम यार सानै त छु हो म किन दारी पलाइरहेको छु मेरो यार यस्तो रिस उठिरहेछ मलाई ल गाइज म चाहिँ नुहाउन जान्छु अब अनि त्यसपछि खानासाना खान्छ दाइ त्यहाँ सुतिरहेछ म यहाँ छु यहाँ खानासाना छ आजको स्पेसल खाना चाहिँ मलाई थाहा छैन मलाई देखाउनु पनि छैन आज त मिठो छैन म चाहिँ साबुन लिएर जान्छु अब लामो अनि म कपडा सपडा लाउँछु होइन म चाहिँ लाइभ बस्नु यहीँनिर हो यहाँ मोबाइल अड्डाउँछु यहाँ बस्छु अनि लाइभ बस्छु आनन्दले कस्तो किरमिर राखेर कस्तो किरमिर आइरहेको रहेछ क्या अब त आएन आयो कति ढकढक गरेको क्या यार मलाई लास्ट रिस उठ्छ क्या यार यसको यही कारणले हो मलाई भलक बनाउन पनि मन नलाग्यो हेर यहाँ यस्तो सुनिन्छ यहाँ लामो त्यही हो गाइज अब चाहिँ म कपडा सपडा निकाल्छु नुहाउँछु अनि भात चाहिँ खाएर भेट्छु ल यहाँ चाहिँ मेरो कपडाहरू छ कपडा नि के लाउने के नलाउने मलाई झ्याउ लाग्छ कपडा पनि यार कति एउटै मात्र लाउनु हो कपडा पनि छैन कि फेरि मा कसम म नेपाल आयो भने नेपाल आयो अरे मैले नेपालबाट पठाइदियो त केटा हेर कपडा मेरो कपडै छैन सबै कपडा मुजी लाउँदा फोहोरो भइसक्यो एउटै कपडा कतिचोटि लाउनु हेर न प्यान्ट पनि छैन सबै धुनीमा छ कसम केटा सबै धुनीमा छ प्यान्ट टी सर्ट त पाएँ कि हजुर बन्दै त छन् प्यान्ट सुकाएको र दाइ हजुरले कपडा सुकाएर त सुका रहेछ क्या सुक्यो कि सुकेन त जगर्स लाउनु पर्यो जगर्स ए सुकेन क्या सुकेन हेर न गिले ए लाउँदा सुक्छ बाल भने मेसिनमा धोको पनि कति दाना गयो मलाई आउँदैन ल तिमीलाई त्यही हो गाइस तिमीलाई भल कस्तो लाग्छ तर कमेन्ट चाहिँ क्या भल आउँछ मलाई यति खुसी लाग्छ म तिमीलाई भनिरहेको छु रिप्लाई दिन नपाएन म मनबाट चाहिँ रिप्लाई दिन्छु जसरी भन्छु तिमीलाई होइन आम्बो मेरै भलक चलिरहेछ यार यहाँ त के हो यो अरे अहिलेसम्म चलिरह्यो यार मेरो भलक यार हिजोको भलक सबजनाले हेरे केटा कसले हेरे जहाँ 1700 भ्यू छ लामो त्यो रिस उठ्छ कि मलाई कमसेकम अलि धेरै त गराउन हो किन हेर्दैन हो मेरो भलक तिमीलाई र अहिले कपिराइट दिन्छ यार हेर्नु गाइज म चाहिँ अब नुहाउन जान्छु है केटा नुहाएर भेट्छु है तिमीलाई ल त्यही अब यति नै भन्दै म नुहाउन जान्छु नुहाएर खानासाना खाएर तिमीलाई भेट्छु होइन भ्लग अब त्यस्तै हो अब लामो त बनाउन सक्दिनँ म खालि यहीँ भित्रको मात्र हो किनभने न बाहिर जान पाउँछु न के गर्न पाउँछु अब त्यो कुकुर घुमाउँदा मात्रै हो त्यहाँदेखि 10 मिनट अनि 10 मिनटमा के भलक बन्छ र के बोलेर बनाउने होइन 10 मिनट त सोच्दै त्यो हराउँछ त्यतिको 10 मिनट जान्छ त्यही भएर केटा म आउनु जान्छु हस्त सबलाई एकछिनमा है त बाई हेलो गाइज म चाहिँ नुहाएर पनि आइसकेँ होइन सब अब चाहिँ म खाना लाग्यो होइन स्पेसल आज के छ त हाम्रो स्पेसल कहिले देखाउनु न हजुर होइन कुकिङ कुकमेन हजुर होइन त्यो दही छ काँक्रो छ अनि त्यो आधा चाहिँ उता लगाइसक्यो यहाँ छ यो चाहिँ मैले बनाएको तुरैको सब्जी यो अनि राजमा छ
हाम्रो हिजोको रातमा हिजो दाइ बेलुका छुट्टी लिएर गएको थिएँ नि त, त्यही भएर मैले सकेन, त्यही भएर राखेको। अन्त म मोबाइल चार्ज गर्छु यार, मेरो पनि होइन, दाइको मैले युज गर्छु। दाइको फोनमा चार्ज छैन, म चाहिँ चार्ज गर्छु। अरे अनि म चाहिँ फोन चार्ज गरेर खानासाना खाएर अनि एकछिन सुत्छु त्यही त। अनि के गरिरहेछौ तिमीहरू होइन? म त अब त्यही हो, सोध्नु नै त्यही हो तिमीलाई। अरू त के छ र? दाइ फोन आयो, दाइ फोन आयो कि? ओ फोन आयो दाइ। अनि म चाहिँ त्यही हो, अब धेरै कुरा त बोल्दिनँ कि। अब मलाई मान्छेहरूले के भनिरहेछ यताउता है, मान्छेहरूले मैले तिमीहरूलाई मैले के पनि भनेको छैन। तिमीहरू मलाई किन फोकटमा न्यु खोजिरहेछौ? मसँग खेल्न नहो कि तिमीले सक्दैन हो म्याच सिक्नु। थापुलाई सक्छ त केटा हो होइन? क्या रिस उठ्ने कि आज चाहिँ यहाँजना ढुल्ली बाहिर जान्छ, सबै देखाउँछु म चाहिँ। छ यता क्यामेरा छ क्या, यता फेरि जता पनि क्यामेरा राख्छ यो सेटहरूले, त्यही कुरा रिस उठ्छ कि। के गर्नै नपाउनु, न चिरोट खान पाउने न के। ओ भाइ साहब ये क्या है इसका का दामी देखियो है केटा। यो चाहिँ 45 तलाको बनाउने रे के। यो सेतो चाहिँ मेरो मोबाइलको बत्ती है, बत्तीको। त्यही हो केटा, म चाहिँ अब खानासाना खान्छु अनि त्यसपछि के हुन्छ है भेट्छु तिमीहरूलाई। अनि मेरो भ्लग हेर्न कतिको मजा आइरहेछ, इन्जोय गर्नु होला, सबजनाले भ्लग हेरिदिनु होला। आम्मा कसम म 10K पुगेँ यो महिनामा। 10K भयो भने म नेपाल हो कि मैले भनिरहेको छु त हो तिमीहरूलाई। तिमीहरू किन मेरो कुरा सुन्दैनौ क्या यार? अब 3000 चाहिँ खायो, 3000 चाहिँ बढायो भने म नेपाल हो कि। आम्मा कसम म नेपाल आउँछु ल। 10K मा नेपाल आएको म फिक्स, झुट बोलेको होइन, कसम से मैले झुट बोलेको भने होइन, झुट बोलेको हो भने म नेपाल आउनु ल। ए के अनसब्सक्राइब गरिदिनु ल, कसम। नेपालतिर आएपछि अलिक टाइम मिल्छ होइन भ्लगिङहरू गर्ने। अब यता त केही छैन, मैले काममा ध्यान दिने कि भ्लग बनाउँदै हिँड्नु, त्यही भएर होइन। कति ढक्क गरेको के त्यसको आमाको माग आसरी सुटे यार। गाई हेलो थर्काउनु तर माइक हेलो दाइ पनि हल्का सर्काइसक्यो होइन। आज हजुरले गुल्ला खेलायो, हजुरले आज गुल्ला खेलायो क्या गुल्ला मुड ल। हामी चाहिँ खाना खान्छौँ केटा, थकाली खाना जस्तै हो यो चाहिँ होइन। हजुर अब थकाली खाना खान्छौँ ल खलाएर है। हातै धोएन त्यही पनि केही हुन्न, आफ्नै हात हो है। मिठो छ खाना पाएपछि त जसलाई मिठो भइहाल्छ। कति गोरो देखाएको यार, मान्छे नै गोरो हो, क्यामेराले गरेर हो। यो चाहिँ दही हो केटा हो, दही काँक्री सलाडहरू छ हाम्रो। तर हामीले खाँदैन, केही सुनेन केटा। म भेट्छु पछि यार तिमीहरू टक गर्छ। हेलो गाइस, के छ? म चाहिँ खानासाना पनि खाएर आइसक्यो। अनि हामी चाहिँ म चाहिँ अहिले यहाँ बाल कटिङमा आएको छु है। आज चाहिँ यहाँ घाम लाग्छ जस्तो लाग्यो। यस्तो सताउँछ कि यिनीहरूले, यति सताउँछ आम्मा कसम, मलाई यति सताउँछ यार। घाम लागेको हेर त। अनि के अरे मैले अघि पनि भनेको तिमीहरूलाई होइन, मलाई फोन नगर भनेर यार। कसम यार त्यो नम्बरबाट यति फोन आएछ, के अरे एउटा चेन्ज नम्बर आएछ, थरीको नम्बर आएछ। किन यार त्यस्तो नगर न हो, तिमीहरू फोन नगर यार मलाई यार। म उठाउनु न यार, त म उठाउन पनि सक्दिनँ क्या। 2-4 जनाको त ठिकै हो, तर कसम यार 25-26 जना थियो बिहान, अहिले कति कलिङ आम्मा कति धेरै आएछ, 30-35 है। अहिले त कति धेरै भइसक्यो, अझै पनि आइरहेको छ। म उठाएको पनि छैन केटा हो होइन। अब कुन चाहिँले के दिक्क गरेर गरिदियो, लिक गरिदियो मेरो नम्बर। एकदम टेन्सन लागिरहेको छ। अब पछि केही भयो भने कसम के गर्ने होला यार।
केटा कसरी उ गर्छौ सिकाउन मलाई मेरो नम्बर लिक भयो कि म टेन्सनमा आम्मा कसम डिप्रेसनमा पुगिसक्यो मलाई रिस पनि उठिसक्यो यार आज चाहिँ म तिमीलाई मेरो साहुको अफिस देखाउँछु ल यो त अस्ति पनि देखाइदिएको खतरा छ क्या है आम्मा कसम यहाँ सेटअप पनि क्या दामी तर यहाँ किबोर्डै छैन यार अस्ति म यहाँ झुकेँ नि यो किबोर्ड भनेर यार क्यालकुलेटरलाई किबोर्ड भनिदिइरह मैले यार यस्तो दामी दामी सामानहरू छ क्या यहाँ कसम हेर न यहाँ एक दिन यहाँ फोटो खिच्न आउनु पर्ला यस्तो दामी छ होइन त्यही हो गाइस अब चाहिँ यहाँ चाहिँ दौडिने सौडिने पनि छ यो खोइ के हो मलाई थाहा छैन त्यो दौडिने हुन्छ त्यस्तो हो अनि त्यसपछि अब मेरो नम्बर त लिक भएछ होइन मलाई यस्तो रिस उठिरहेछ होइन मैले भनिरहेको छु गाइस होइन तिमीहरूलाई मेरो 10K सब्सक्राइब पुग्यो भने होइन म नेपाल आउँछु भने मैले पहिले पनि भनेको तिमीहरूले 10K सब्सक्राइब गर होइन म नेपाल आउँछु होइन अनि 20K भयो भने चाहिँ म मेरो गर्लफ्रेन्ड रिभिल गर्छु तिमीहरू गर्लफ्रेन्ड रिभिल दाइ कहिले गर्लफ्रेन्ड रिभिल गर्नुहुन्छ भनिरहेछ होइन म 20K 10K मा नेपाल 20K मा गर्लफ्रेन्ड रिभिल अनि 30K मा चाहिँ कट्टु खोलेर देखाउँछु ल कट्टुहरूले नाङ्गै नाच्छु ल म कसम म गर्छु ए यार कति यो देखाउनु हो तिमीहरूलाई यार म कसम झ्याउ लागिसक्यो मलाई त झ्याउ लाग्छ तिमीलाई झन् कति झ्याउ लाग्ला यार आम्मा कसम यार बरु बिस्तारै हेर नि आम्मा कसम सुताइ हान्न कस्तो कटमा हान्न कम मजा आउँछ यस्तो गरेर फ्याट 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 आम्मा एक दिन आउँछ हाम्रो नि दिन मेरो गर्लफ्रेन्ड तिमीले हेरिरहेछौ नि है मलाई देऊ है त्यसरी है त्यस्तो कटमा देऊ है मलाई पनि प्लिज म गर्छु मलाई पनि त्यस्तो कटमा देऊ है प्लिज 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 यस्तो यहाँ हेर न बेड कस्तो दामी छ यस्तै कटमा चाहियो मलाई नि मा कसम मैले अझै यसरी भनिरहेको छु नि मा कसम त्यही ठडाएर मा फ्याट 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 कति मजा आउँछ यार नसोच न हौ केटा हो तिमीहरूले यार आम्मा कसम हो म सोचिरहेछु क्या म गर्छु ट्रिप आम्मा कसम त्यो झोला दाईको गीत सुनेर म मान्छे कस्तो भइसक्यो यार कस्तो कति छाडा गएको गाउन पनि ठेट ऱ्याप भन्दैमा त्यसो छाडा ऱ्याप हुन्छ र कस्तो ऱ्याप ऱ्याप भनेको के यार कति मुख छाड्दा अलिअलि पो हो त यार म चाहिँ यस्तो म्याचिङ हो त माया कसम कति रन्डी सन्डी माया मेरो लाडो खा भन्छ मा के भनेको यार त्यस्तो यार त्यस्तरी कहाँ त्यसरी गएको हो यार फेरि छाडै हो चल्ने नेपालमा फेरि राम्रो त चल्दैन छाडै हो छाडै सब छाडा हो क्या मान्छेहरू नि छाडै हुन्छ सबै छाडै हो चल्ने राम्रो त चल्दैन आम्मा कसम यो दोरीहरू अनि यो लोकदोरीहरू भन्दा त ऱ्यापहरू नै धेरै चल्छ यार आम्मा कसम हो भन्छु क्या तिमीहरूलाई कस्तो त्यो झोला दाइले कति छाडा बोल्छ यार कति अनि केही भन्दैन क्या युट्युबले नि यार आम्मा कसम युट्युबले त ऊ दिनुपर्ने त यार वार्निङ दिनुपर्ने त दिँदैन र युट्युबले कि म नि बोलिदिउँ र हामीलाई नि आउँछ त बोल्न कसरी भन्छु यार हाम्रो त स्वर निस्किनु त्यस्तो होइन त्यही हो अब पहिलाको लेजेन्ड साखर दाई थियो अहिलेको लेजेन्ड लिल झोला अब यो 2027 मा थापु के कसो केटा हो तिमीहरू पत्याउँछौ कि नै गफ दिएको को त्यो गाजा कसले हो त्यो गाजा खाएको यार आम्मा कसम को हो यार कस्तो धुवा उडाइरहेछ यार त्यहाँ बसेर गाजेहरूले किन धुवा उडाइरहेछ हौ गाजेहरूले त्यहाँ किन तोप तानिरहेछ हौ तोपेन्द्र ग्याङहरूले कस्तो गाजा खाइरहेछ यार गाइज मैले होइन यो जङ्गलमा के आम्मा यति धेरै बँदेल छ यता डुल्छ कि यो छेउ छ नि बाटोतिर यो गाडी उतापट्टि कि यो डिल छ नि यो यता डुलिरहन्छ क्या बँदेल बच्चाहरू पनि लिएर हुन्छ तर यता मतलबै नहुने तर इन्डियन मान्छेहरूलाई बुङ्गुर मन पर्दैन अरे के हाम्रो मगरहरूको त फेभरेट हो अब बे मैलो यताउता बे भैलोमा उ गरे पनि होइन त्यही उ नै गर्ने होइन ऊ लिएर गएर आँडेको छोराले त्यहाँ ठक गरेर फुटालेको यसले लिएर गएको छ
त्यही हो बिहेमा त त्यस्तै काट्छ हाम्रो बिहे रमाइलोमा बर्थडे सड्डे यताउता छेवार सेवार होइन बिहेमा त बुङ्गुर सुँगुरै काट्छ हाम्रो मगरहरूले होइन मगरहरूको त फेभरेट हो बुङ्गुर भनेको न अब यता चाहिँ मन नपर्ने रहेछ क्या इन्डियनहरूले खाँदा पनि खाँदैन रहेछ खासै खाना त खाँदो रहेछ तर कोही कोहीले मात्र होइन हाम्रोमा जस्तै हाम्रो नेपालमा जस्तै बाहुनहरूले खाँदैन छेत्रीहरूले खाँदैन अनि के अरे खै अरू को कोले खाँदैन त्यो मलाई थाहा छैन बाहुन छेत्री मलाई त्यति थाहा छ खाँदैन भनेर अरू चाहिँ मलाई थाहा छैन त्यही हो केटा अनि म चाहिँ के हो भने केटा खास होइन म आज भन्छु कि म चाहिँ कस्तो लाग्यो भने मलाई होइन तिमीहरूलाई म एउटै ठाउँ देखाउने होइन मेरो कन्टेन्ट पनि भएन अनि मान्छेहरूलाई कन्टेन्टै चाहिन्छ होइन रमाइलो चाहिन्छ तर म त रमाइलो गर्न सक्दिनँ म त दुःखहरू पोख्छु यहाँ आएर होइन सबजनाले बुझ तिमीहरू होइन म त दुःखहरू आएर पोख्छु होइन मलाई त्यो कन्टेन्ट पनि बनाउनु ऊ छैन टाइम मिल्दैन पनि मेरो साथीहरू पनि छैन होइन म अब काम गर्ने मान्छेले कहाँबाट कन्टेन्ट पाउनु मैले होइन कन्टेन्ट त छ माया कसम मसँग कन्टेन्ट छ तर मसँग टाइम छैन मेरो साथीहरू छैन होइन रमाइलो गर्ने कन्टेन्टमा ल्याउने होइन अब के गर्ने त यस्तै छ छोड्दै अब म चाहिँ काम गर्छु त्यसैले मैले कन्टेन्ट बनाउनु पाउँदैन अब अलिअलि टाइम मिलेको त म यसरी बनाइरहेको छु बोलेर मेरो दुःखहरू पोख्छु म आएर होइन त्यही हो केटा अब तिमीहरूले हेर्छौ भने हेर्छ तर हेर्ने मान्छेले हेरिरहेको छ मलाई होइन त्यही भएर त्यो खुसी लाग्छ 2-3 हजारजनाले हेरिरहेको हुन्छ मलाई खुसी लाग्छ त्यतिमै खुसी हो क्या अब म कहाँ हामी थोडी न त्यस्तो ऊ हो र होइन मलाई 1-2 लाखजनाले हेर्ने अन्त त्यो पछि हुँदै जान्छ त्यो भनेको पछि अब सुरुवातै यही 2-3 हजार 1500बाट हुने होइन हो क्या भन न तिम्रो होइन त्यही हो अब 200-300 1500 1600बाटै हो सुरु हुने सबैको सुरुवातै त्यहीबाट हो अब के जन्मिने बित्तिकै तिमीहरूले हिँड्न जाने थियो र भन्ने जस्तो कुरो नगर न यार कस्तो कुरो गर्छ बिस्तारै हुँदै जाने होइन केटा हो किन भन्नु म पनि त जन्मेको बित्तिकै मैले मान्छेलाई यस्तो माया देखाउँछु यस्तो गर्छु भनेर कहाँ मैले सोचेर आएको थिएँ र म होइन हो किन भन न म आफै अब के भयो त अब मलाई मन लाग्यो मैले गरेँ अब लेख्या रहेछ त अब त यतिखेर यो हुन्छस् तँलाई यतिखेर मान्छेले माया गर्छ यतिखेर सपोर्ट पाउँछस् तैँले भनेर मलाई लेखेको पनि त लेखे थियो रहेछ नि त अब भाग्यमा त्यही रहेछ त लेख्यो अब म भयो अब मलाई माया गर्यो तिमीहरूले मलाई चिन्यौ मैले मान्छे चिनाउने मौका पाएँ त्यही हो केटा होइन अब त्यति भन्छु म चाहिँ होइन यति भन्दै आज म चाहिँ यहाँ आज लगइन सिन गर्छु मेरो नम्बर चाहिँ लास्टै लिक भएको छ सबजनाले प्लिज टिकटकतिर होइन केटाहरूलाई भनिदेऊ दाइ थापु दादाको होइन सबैको त दाइ होइन कोही कोहीको दाइहरूले हुन त धेरै जस्तोले दाइ नै भन्छ यार मलाई किन दाइ भन्छौ तिमीहरूले यार मलाई किन दाइ भन्छ यार म दाइ होइन क्या सबैको कस्तो म सबैको कहाँ दाइ हो त नि अनि सबैले दाइ भन्छ यार मलाई किन म बुझ्दिनँ यार मभन्दा ठुलो पनि दाइ भन्छ दाइ नभन क्या तिमीहरूले पहिला मेरो सबै जाँच पास मेरो एजहरू बुझेर भन्ने गर क्या त्यही केटा तिमीहरू चाहिँ भन्दैन अब दोस्तले दोस्त भन साथीले साथी अब भाइले भाइ दाइले दाइ त्यही भन अनि मेरो चाहिँ नम्बर लिक भएको छ सबजनालाई भनिदिनु होला मेरो नम्बर लिक थपुको नम्बर लिक भएको छ केटा सबैजनाले यस्तो नगरिदिनु होला कसैले पनि भनिदिनु होला त्यही हो गाइस यति भन्दै म आजको भ्लग यहीँ गर्न चाहन्छु हस्त जय नेपाल ग्याङ माइ गुला ग्याङ लभ छ सबजनालाई ओके हस्त जय नेपाल मेरो गुला ग्याङलाई सबलाई माया छ है त ल आज बेलुका चाहिँ म लाइभ आउनु किनभने मेरो लाइभ सब सस्पेन्ड भयो अर्को आइडीबाट आउँथेँ तर अर्को आइडी पनि सस्पेन्ड भयो त्यही भएर गाइस म चाहिँ अब लाइभ सिधै 6 दिन या 5 दिनपछि आउँछु वेटिङमा बस्नुहोस् त्यही हो गाइस हस्त जय नेपाल।